हेलो गाइस, गुड आफ्टरनुन एभ्रिवान। म बनाउन गइरहेको छु यहाँ मसरुम चिल्ली कसरी बन्छ भन्ने कुरा तपाईहरुलाई म देखाइरहेको छु। हेर्न चाहिँ नभुल्नु होला है। ओके गाइस, सर्वप्रथम यहाँ हामीले चाहिँ नि मसरुमको चाहिँ नि पकौडा बनाउँदै छौं। यो पकौडा ओके मस्त तरिकाले यसलाई यसरी फ्राई गर्ने। फ्राई गरिसकेपछि अब अब चाहिँ हाम्रो चाहिँ पकौडा रेडी भएको अवस्था छ। क्याप्सिकम एन्ड चाहिँ ओनियन चाहिँ हामीले हल्का हाफ डाउन फ्राई गरेर ओ माय गॉड यस्तो तरिकाले अब यो चाहिँ हामीले फ्राई गरिरहेको अवस्था छ। अब मस्त ल हाम्रो चाहिँ अब यहाँ चाहिँ चिल्ली पेस्टको मसला चिल्लीको लागि हामीले पेस्ट रेडी गर्छौँ। सर्वप्रथम त गार्लिक जिन्जर चपिङ अनि त्यहाँबाट चाहिँ ग्रीन चिल्ली चपिङ। अब यो हालिसकेपछि मसला हल्का उगाल्ने। त्यसपछि हल्का हाम्रो चाहिँ वाटर जान्छ अनि पानी। ओ माय गॉड यो आइसकेपछि तपाईको चाहिँ हल्का चाहिँ टमाटर सस टमाटर सस और उसके बाद चाहिँ गार्लिक जिन्जर पेस्ट हालिसकेपछि चाहिँ हल्का स्वाद अनुसार चाहिँ सल्ट हालिदियो। त्यसपछि हालिदिएपछि चाहिँ हल्का ब्ल्याक पेपर पछि तपाईको आयो व्हाइट पेपर फेमस हो चिल्लीको लागि नम्बर 1। ओके त्यसपछि आयो चाहिँ सोया सस थोडा स्वाद अनुसार। त्यसपछि आयो हाम्रो यहाँ भिनेगर पछि हल्का चाहिँ यसलाई फ्लेभर कलर ल्याउनको लागि चाहिँ रेड कलर मिक्स गर्ने गरिन्छ। ओके गाइस पेस्ट रेडी भएको अवस्था छ। यसमा चाहिँ नि हल्का चाहिँ नि यसमा यो हालेर ओ माय गॉड मसरुम एन्ड चिल्ली हालेर अनि तपाईको चाहिँ हल्का चाहिँ मिक्स गरेर हैन ओ माय गॉड अनि त्यसलाई ड्राई गर्नको लागि चाहिँ नि कर्नफ्लोर यो कर्नफ्लोर हो। मस्त तरिकाले यसरी लगाएर तपाईको ओ माय गॉड खानामा मिठो एकदम अब तपाईको लागि चाहिँ यो रेडी भएको अवस्था छ। यसपछि तपाईको चाहिँ हालेर मस्त तरिकाले यो चाहिँ हाम्रो रेडी भएको अवस्था छ। ओके गाइस यो मसरुम चिल्ली ओ माय गॉड एकदम दामी स्टाइलमा वाउ यसलाई भनिन्छ हामी मसरुम चिल्ली। त्यसपछि तपाईको मसरुम चिल्ली रेडी भएछ। अब चाहिँ आउँछ यहाँबाट चाहिँ हेर्नु यसमा व्हाइट